भने छुइन भने नि अनि के भन्नु अब अहिले मुस्कुराइरहेको छ हेर्नुहोस् काजीले सासूलाई अपनाएपछि सासूको मुस्कानमा उज्यालै उज्यालो उसले यस्तो नि दाइ तपाईँहरूलाई म सिधै भन्छु होइन तपाईँहरूलाई म सिधै भन्छु एउटा कुरो किनभने उसले मलाई नस्वीकार्दा 10 लाख पैसा कहाँबाट ल्यास् त भन्नु त आफै हो त 10 लाख पैसाको त खेला उहाँको जीवनमा चाहिँ धेरै सहयोग गर्नु मेरो शरीर पनि सम्पे र मेरो पसिना पनि सम्पे नि अनि अब मलाई स्वीकारेन भने त्यो पैसा कहाँबाट जिम्मा देस् ठिकै छ ठिकै छ लु तपाईँहरू सबैका छेउमा भन्छु ठिकै छ म छोडिदिन्छु उसलाई तर मेरो 10 लाख पैसा अहिले र अहिले मलाई थुपार्नु पर्यो पैसा चाहियो ऊ तपाईको फोन आयो म त जाएँ अनि काजीले गरेर काजीले फेरि मुसुक्कै हाँसेर उठाउनु म जाएँ पनि त छु साइलेन्ट बस्नु अरे साइलेन्ट बस्नु बोल्नु दिनु अरे मलाई भुवन लेखन गरौँ को भुवन भनेको हेलो आइजन होइन त्यहाँनिर गएर देख्दैन सो पोल चौक त्यो के अरे पोल टप्पूदेखि अगाडि गिरिलदेखि भित्र पस्छ पछि रोड चम्पापुर झर्ने बाटोतिर झर भन्नु त ल ठिक छ अब एकदमै खुसी नै छ अहिलेसम्म उहाँ चाहिँ सासू अघिसम्म रुँदै थिए अहिले खुसी छ होइन काजीले अब यहाँनिर एकदमै यहाँनिर चाहिँ सासूको अनुहारमा उज्यालो छायो भने बुहारीको अनुहारमा अँध्यारो छाएको छ अब कसरी उज्यालो बनाउने त यहाँ टेन्सनमा छ अब फोन लाउँदैछन् यहाँनिर अब के हुने हो कसो हुने हो अब काजीलाई कानुन बमोजिमको कारवाही त हुनु पर्यो किनकि यी चेलीको पनि त जिन्दगी हो त तर यो चेली पनि स्वात्तै काजी भनेपछि कतिखेर चम्पा ठोकेछ राति बिहानको राति छोरी बोकेर कति बजी हिँड्नुभयो त्यो काजीसँग तपाईँ बिहानको राति हिँड्नुभयो कि कति बजी हिँड्नुभयो भन्नु त कसरी ललाई फकाइ गरो प्रश्न भन्नु भोलि उहाँलाई अलि प्रहरीमा लाने हो त्यो उसलाई केस गर्नुपर्छ तपाईँलाई कसरी ललाई फकाइ गरो तपाईँलाई भन्नु के भन्नु तपाईँलाई भन्नु काजीले तपाईँलाई त छोड्ने कुरा गरिरहेछ उसले भनिरहनु भएको छ बारम्बार म तिम्रो बर्बाद पार्दिन जिन्दगी तिमीलाई बर्बाद त होइन पारिसक्यो बर्बाद राम्रो ठाउँमा पुऱ्याइदिन्छु म जति नै बे गरे पनि जति नै वटा बे गरे पनि म जति ठाउँमै गए पनि तिम्रो जिन्दगी चाहिँ बर्बाद पार्दिन भनिरहनु भएको त्यसो भनिराख्यो होइन 7 दिन्छु भनिरहनु भएको छ अहिलेसम्म 7 दिएकै छ कुटपिट गरेको छैन त्यही भएर तपाईँले माया गर्नुहुन्छ काजीलाई उसले पनि माया गर्नुहुन्छ मेरो बाउ आमाले पनि साथ सपोर्ट नदिएको उसले त्यही कुरा बुझ्छ बाउ आमा छैन उसको भनेर थाहा छँदैछ आफ्नो आफन्त छैन भने थाहा छँदैछ त्यही भएर राम्रो गरेको उसको श्रीमती ओरिजिनल श्रीमती सर्टिफिकेटसँग परछ त्यसलाई चाहिँ धोका दिएन तपाईँलाई हेर्छ उसले त्यस्तो धोका दिने धोकेबाजले उता पनि हेर्छु यता पनि हेर्छु भनिरहेको सबैतिर छ भोलि अर्को पनि ल्याउँछ र अर्कोलाई पनि हेर्छ होला ल तपाईँलाई के भनेर फकायो भन्नु सुरुमा चाहिँ तपाईँलाई के भनेर फकायो सोझीको त फाइदा लुट्यो त अहिले प्रहरीमा त ल्याउनु पर्छ उसलाई होइन इमानदार पनि भाडामा बसेकी छ सागसब्जी ल्याएर अर्काको अनि कोटेर खाएको छ यो मान्छे साह्रै दुःख पाएको मान्छे यो मान्छेले गरी खान्छ यसो हेर्दा तर यहाँनिर डबल रोल रहेछ नि त उता सासूसँग अब कति हो कति बिहे गर्ने रहेछ भोलि यसो त 1 दर्जन पुग्दैन अनि के भन्दै ललाई फकाइ गर्यो सुरुमा लु भन्नु ललाई फकाइ के गर्यो तपाईँलाई फुल जस्तो सजाएर राख्छु भन्यो कि कसरी ललाई फकाइ गर भन्नु ललाई फकाइ गरौँ कि गरेन सुरुमा के भन्यो भन्नु त भएन के भन्नु काजीले भन्नु प्रश्न भन्नु भन्नु न के भन्नु भन्नु त भन्नु त भन्नु न के भन्यो त्यो काजीले चाहिँ तपाईँलाई के भन्यो सुरुमा के भन्नु भोलि तिमी बोल्नेको चामल पिठो बिग्छ नबोल्नेको चामल पनि बिग्दैन नि भोलि फेरि मैले न्याय पाइनँ भनेर हामी न्यायालय त होइन न्यायालयसम्म पुर्याउने मान्छे हो आवाज हाम्रो तपाईँको आवाज त्यस कारणले गर्दाखेरि प्रश्न भन्नु होला भोलि मैले अन्याय पाएँ न्याय पाइनँ भनेर नभन्नु होला भन्नु के भनेर फकायो के भनेर भन्यो के भनेर फकायो भन्नुहोस्
भाडा अड्काउने जमानाका हुने फेरि अर्कै छन् यहाँ कुरा राख्नुहुन्न राख्नुहुन्न भने म राख्दैन के छन् कसरी पकायो राति आगो बालेर पोलेर खान्छ कि तपाईँले आश्वासन के दियो फकायो होला नि होइन 7 दिन्छु भन जिन्दगीभरसम्म 7 दिन्छु भन मसँग